कृष्णाय वासुदेवाय हरै परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। सम्पूर्णमा नमो नमः। आज म एउटा भिडियो लिएर उपस्थित भएको छु। भगवान श्रीकृष्णले यो धरतीलाई छोड्ने बेलामा एउटा जरा नाम गरेको व्याधाले बाण हान्दाखेरि त्यो बाण आएर भगवान कृष्णको चरणमा आएर लाग्यो। किन लाग्यो त चरणमा? शिरमा लागेको भए हुन्थ्यो, हातमा लागेको भए हुन्थ्यो, कुममा लागेको भए हुन्थ्यो, शरीरका अन्य अङ्गहरूमा लागेको भए पनि त हुन्थ्यो होला। तर भगवान कृष्णकै चरणमा आएर लाग्नुपर्ने कारण के हो त भन्ने विषयको एउटा कथा लिएर म उपस्थित भएको छु। हजुरहरू सबैजनाले सुन्नुहोला र सबैजनाले प्रतिक्रिया पनि दिनुहोला। एक समयको कुरा हो, भगवान कृष्ण द्वारिकामा सुखपूर्वक बसिरहेका बेलामा एक दिन आफ्नै पत्नी जसको नाम थियो रुक्मिणी, तिनी रुक्मिणी देवीले गएर भगवान कृष्णसँग गएर प्रार्थना गरेछिन्, हे पतिदेव, संसार भएका मानवहरूले गुरुको सम्मान गर्छन्, गुरुको पूजन गर्छन्, घरमा गुरु बोलाएर ल्याउँछन्, 2-4 दिन भए पनि घरमा गुरु राखेर गुरुको आदर सत्कार सम्मान गर्छन्। तर हजुरले त आजसम्म गुरुको पूजन गरेको मैले देखिनँ, न त हाम्रा घरमा आजसम्म गुरु कोही पनि आउनु भएको छैन। मलाई त कस्तो लागेको छ भने हजुरले आजसम्म कोही गुरु नै वरण गरेर राख्नु भएको छ जस्तो मलाई लागेको छैन भन्ने बित्तिकै भगवान कृष्णले भन्नुहुन्छ, हे देवी, मैले पनि गुरु वरण गरेको छु, मेरा पनि गुरु हुनुहुन्छ, तर ती गुरुको म मान गर्न सक्दिनँ, सम्मान गर्न सक्दिनँ। त्यही भएर मैले आजसम्म यो घरमा बोलाएर, यो आश्रममा बोलाएर गुरु पूजन गर्ने चेष्टा गरिनँ। हे देवी, म जब बिहान प्रातःकाल उठ्छु, स्नान गर्छु, स्नान गरेर आफ्नो नित्य कर्म गरिसके पश्चात त्यही देवस्थलबाटै म गुरुको स्मरण गर्छु, गुरुलाई सम्झन्छु। त्यति भन्ने बित्तिकै रुक्मिणी देवीले भन्छन्, हे पतिदेव, हिजोसम्म हजुर एक्लो हुनुहुन्थ्यो, हिजोसम्म हजुरले भ्याउनुहुन्न थियो होला गुरुको सेवा गर्न, गुरुको पूजन गर्न। अब त हामी यति धेरै हजुरका दासीहरू छौँ, एक दिन मात्रै हामीले गुरुको सेवा गऱ्यौँ भने पनि धेरै समय व्यतीत हुन्छ। तसर्थ गुरु ल्याउँ, गुरु राखौँ घरमा, गुरुको पूजन गरौँ भन्ने बित्तिकै भगवान कृष्णले भन्नुहुन्छ, देवी, मेरा गुरुको त्यति सजिलै पूजन गर्न सकिँदैन। मेरा गुरु रिसा हुनुहुन्छ, मेरा गुरुको मान सम्मान गर्न सकिँदैन। गुरु रिसाउनु भयो भने गुरुले श्राप दिनुहुन्छ, गुरुले यदि श्राप दिनुभयो भने हामीहरूको सबै वंश नाश भएर जान्छ। त्यही भएर ब्रह्मस्व भनेको साह्रै ठुलो विष हुन्छ। हे देवी, ब्रह्मस्व हो विष ठुलो कहिल्यै नपच्ने, खिया परेर कुहिएर पनि नझर्ने। तसर्थ ब्राह्मणको अपहेलना गर्नु हुँदैन। यदि हामीले त्यो सेवा गर्ने क्रममा, गुरुको पूजन गर्ने क्रममा कतै मन्त्रको त्रुटि भयो, कतै भावनाको त्रुटि भयो, कुनै सेवाको त्रुटि भएर गुरु रिसाउनु भयो भने हामीहरूको वंश नाश हुन्छ। देवी, तसर्थ गुरु यो घरमा ल्याएर गुरुको सम्मान गर्न सकिँदैन। त्यति भन्ने बित्तिकै रुक्मिणी देवीले भन्नुभएछ, हे पतिदेव, त्यसो भए हजुरका गुरुको नाम के हो, हजुरका गुरु कहाँ बस्नुहुन्छ, यति त बताइदिनुहोस् न भन्ने बित्तिकै भगवान कृष्णले भन्नुभएछ, मेरा गुरुको नाम हो दुर्वासा। यो दुर्वासा गुरुलाई मैले गुरु रूपमा वरण गरेको छु। हे देवी भन्ने बित्तिकै अब रुक्मिणी देवीले प्रार्थना गरिन, अनुनय गरिन, विनय गरिन, जसरी भए पनि गुरु ल्याउनु पर्ने अवस्था भयो। भगवान कृष्ण र रुक्मिणी नाम गरी देवी गुरुलाई लिनका निमित्त भनेर काशीमा प्रस्थान गर्नुभयो। जहाँ जाँदाखेरि काशी विश्वनाथका छेउमा गुरु तपस्या गरेर बस्नु भएको रहेछ। जय गुरुलाई गएर नमन गर्नुभयो भगवान कृष्णले। एकछिनमा गुरु ध्यानबाट विरत भएर यसो आँखा खोलेर हेर्दाखेरि आफ्नो शिष्यलाई देख्नुभएछ। अगाडि गुरुले भगवान कृष्णलाई भन्नुभयो, हे कृष्ण, हे शिष्य, हे बाबु, तिमी आज कताबाट यहाँसम्म आयौ लु भन भन्ने बित्तिकै भगवान कृष्णले सारा यथार्थ कुरो दर्शाउनु भयो। दुर्वासा गुरु भन्नुहुन्छ, कृष्ण, म तिम्रा घरमा जाने मलाई साह्रै ठुलो इच्छा छ, द्वारिकालाई गएर हेर्ने मलाई पनि इच्छा छ। आज तिमीले साह्रै राम्रो समाचार लिएर आएछौ। जान त जान्छु म, तिमीसँग नजाने होइन, तर एउटा शर्तमा जान्छु भन्ने बित्तिकै भगवान कृष्णले भन्नुभयो, गुरुदेव, कस्तो शर्त हो त भन्ने बित्तिकै गुरुले भन्नुहुन्छ, तिमीहरू पति पत्नी 2 जना 4 पाउ टेक्छौ, अनि त्यो रथको जुवा तिमीहरूका काँधमा लगाउँछौ, अनि मलाई त्यो रथमाथि राखेर काहीँ नबिसाइकन द्वारिका पुर्याउँछौ भने म जान्छु,
नत्रे म जान्न भन्ने बित्तिकै भगवान् कृष्ण रुक्मिणीतिर फर्केर भन्नुहुन्छ, देवी आँट छ, सक्छु जस्तो लाग्छ भने मात्रै सक्छु भन, नत्रै केही बिग्रेको छैन, गुरुको दर्शन भइहाल्यो। जाउँ फर्केर भनेको। रुक्मिणी देवीले विचार गरेछन्, यत्तिका गुरुलाई त म आफ्ना काँधमा जुवा राखेर रथको जुवा राखेर म गुरुलाई पुर्याइहाल्छु होला नि भन्ने विचार गरेर सक्छु भनिछन्। दुईजना पति पत्नी 4 पाउ टेक्नुभयो, रथको जुवा काँधमा राख्नुभयो, गुरुलाई रथमा राखेर जब लिएर जाँदै हुनुहुन्थ्यो बाटामा जाँदै गर्दाखेरि रुक्मिणी देवीलाई भोक लाग्यो, प्यास लाग्यो, शरीर अत्यन्त शिथिल भयो, थाको शरीर। भगवान् कृष्णतिर फर्केर भन्नुहुन्छ, हे पतिदेव एकछिन रथ बिसाउँ न, केही फलाहार ग्रहण गरौँ, जलपान गरौँ, अनि फेरि एकछिन आराम गरेर अनि रथ लिएर जाउँला भनेको। भगवान् कृष्णले भन्नुहुन्छ, देवी अहिको शरत तिमीले बिर्स्यौ क्या र? यो हिँड्दै गरेको गति पनि अलिकति तल माथि भयो, ढिलो छिटो भयो भने पनि गुरु रिसाउनुहुन्छ। तिमी यहाँ बस्ने खाने आराम गर्ने त सोच्दै नसोच। मैले तिमीलाई अघि नै भनेको थिएँ नि, सक्छौ भने मात्रै आँट गर, सक्तौन भने अझै केही बिग्रेको छैन भन्दा तिमीले मान्यौन नि। आज त्यही परिणाम तिमीले भोग्दैछौ देवी भनेर गफ गर्दै गर्दै लिएर जाँदै हुनुहुन्थ्यो। अलिक अगाडि बढ्दै हुनुहुन्थ्यो। रुक्मिणी देवीको अब प्राण निस्केर जान आँटे जस्तो भयो। पुनः पतिदेवलाई प्रार्थना गर्ने बित्तिकै आफ्नै पत्नीको प्राण बचाउनका निमित्त भगवान् कृष्णले आफ्नै दाहिने पाउ पृथ्वीमा बजार्नु भएको थियो। त्यहाँबाट भोगवती नाम गरिएकी गङ्गालाई प्रादुर्भाव गरिदिनु भयो। त्यही जललाई पान त गर्नुभयो रुक्मिणी देवीले। गुरुले थाहा पाउनु भएछ। हे कृष्ण रथ रोक भन्नुभयो गुरुले। तुरन्त गुरु रथ रोक्ने बित्तिकै गुरु रथबाट तल उत्रिनु भयो अनि भन्नुभएछ, हे गुरुदेव मबाट के त्रुटि भएर हजुरले रथ रोक्न लगाउनु भयो भन्ने बित्तिकै गुरुले भन्नुभएछ, तिमीले म रथमा बसेको कुरा बिर्सेछौ क्या र? मलाई पनि नसोधिकन तिमीले गुरु हजुरलाई पनि तिर्खा लागेको छ होला, जल पिउनुहुन्छ कि पिउनुहुन्न भनेर एक शब्द नसोधिकन तिमीले आफ्नै पत्नीलाई पहिले पानी पिलायो होइन? म तिम्रो आश्रममा जान्न भन्नुभयो। गुरु त्यहीँबाट फर्केर आफ्नो आश्रमतिर आउनुभयो। भगवान् कृष्ण रुक्मिणी देवी सानो अनुहार पार्नुभयो, द्वारिकामा गएर बस्नुभएको छ। गुरु लिन जानुभएका कृष्ण र रुक्मिणी आज रित्तो हात फर्किनु पर्यो। समय व्यतीत हुँदै जाने क्रममा, समयले फड्को मार्दै जाने क्रममा देवता र दानवहरू मिलेर समुद्र मन्थन गरेर अमृत निकाल्दै थिए। दुर्वासा गुरु पनि तीर्थाटन गर्दै 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 त्यही समुद्रको किनारमा पुग्नु भएको रहेछ। जुन समुद्रको किनारमा पुग्दाखेरि दुर्वासा गुरुले एउटा यस्तो दृश्य देख्नुभयो, जुन दृश्य थियो देवताहरू पंक्तिबद्धमा बसेर भगवान् विष्णुले मोहिनीको रूपलाई धारण गरेर अमृत पान गराउँदै गरेको दृश्य देख्नुभयो। तुरन्त त्यतिखेर दुर्वासा गुरुलाई स्मरण भयो, यो अमृत मैले 2 थोपा यी भगवान् विष्णुसँग मागेर लिएर गएर कृष्णलाई पिलाइदिएँ भने कृष्ण पनि अजर अमर हुन्थे होला। यो धरतीलाई छोड्नु पर्ने थिएन होला कृष्णले। जबसम्म कृष्ण यो धरतीमा रहन्छन् तबसम्म अत्याचार बढ्ने थिएन होला, नराम्रो खालको कर्म काहीँ पनि हुने थिएन होला। मैले कृष्णलाई यही धरतीमा राख्नका निमित्त यो अमृत पान गराउनुपर्छ भन्ने विचार गर्नुभयो र अमृत लिनका निमित्त मोहिनी रूप भगवान्का छेउमा जानुभएको। केही छैन पात्र आज बोक्नु भएको, केमा लिएर जाने अमृत? न त आज कमण्डलु पनि बोक्नु भएको छैन। कुनै हरिया पत्तामा यसो दुनु जस्तो बनाएर लैजाउँ न त भन्दाखेरि त्यो नागका मुखबाट हलाहल नाम गरिएको विष निस्केका कारणले गर्दा 100औं कोष परका ती सबै हरिया वनस्पति जलेर खरानीमा परिणत भइसकेका छन्। केमा लिएर जाने होला? अमृत सकिन लाग्यो। त्यतिखेर दुर्वासा गुरुले मुख आ गरिदिनु भयो आफ्नो। मोहिनी भगवानले 2 थोपा अमृत मुखमा लगाइदिनु भयो। अब त्यो मुखमा भएको अमृत घाँटीबाट ननिलिकन द्वारिका पुग्नुभयो। द्वारिका पुगेर भगवान् कृष्णलाई इसारा गर्नुभएछ, अन्जुली थाप भन्नु। यसो अन्जुली थाप्नुभयो भगवान् कृष्णले। त्यो मुखमा भएको अमृत उगिल्दिने बित्तिकै अब दुर्वासा गुरुले भन्नुभएछ, कृष्ण यो तिमीले अब पान गर्नुपर्छ, पिउनुपर्छ भन्ने बित्तिकै भगवान् कृष्ण मनैस मन सम्झिनुहुन्छ। आफ्ना गुरुले आफ्ना शिष्यलाई हेप्न त हेप्नु, कतिसम्म हेप्नु भएको होला? यो मुखबाट निस्किएको यस्तो अपवित्र चिज मलाई आज पान गर, खाऊ भन्दै हुनुहुन्छ, म यो खान सक्दिनँ। यस्तो यो दूषित कुरा मैले यसलाई त्याग्दिनुपर्छ भन्ने सम्झेर मलाई अपराध लागोस्, तर यो गुरुका मुखबाट निस्किएको यो अपवित्र चिज मैले ग्रहण गर्नु हुँदैन भन्ने सम्झेर त्यो हातमा हत्केलामा भएको अमृत चटक्क भुइँमा छोडिदिने बित्तिकै
दाहिने खुट्टाको बुढी औँठामा गएर त्यो अमृतले स्पर्श गर्यो। दुर्वासा गुरुले देखिरहनु भएको थियो। तुरन्त भगवान कृष्णलाई श्राप दिनुभयो, हे कृष्ण, तिमीले आज यो अमृतलाई अपवित्र चिज सम्झेर त्याग्यौ नि। यो अमृतको तिरस्कार गरेका कारणले गर्दाखेरि, गुरुले दिएको प्रसादको अपमान गरेका कारणले गर्दाखेरि तिम्रो मृत्युको कारण नै यही दाहिने खुट्टाको बुढी औँठा हुनु परोस् भनेर श्राप दिनुभयो गुरुले। आज त्यही गुरुले दिएको श्राप अभिश्राप हुन सक्दैन थियो। तसर्थ समय व्यतीत हुँदै जाने क्रममा त्यही जरा नाम गरेको ब्याधा शिकार खेल्दै खेल्दै जाने क्रममा जब भगवान कृष्णको दाहिने खुट्टाको बुढी औँठा देख्ने बित्तिकै उसले सम्झ्यो मृगको कान हल्ले जस्तो लाग्यो। परबाट बाण हान्ने बित्तिकै त्यो बाण अन्यत्र कहीँ पनि गएन, त्यही दाहिने खुट्टाको बुढी औँठामा गएर त्यो बाण लाग्ने बित्तिकै भगवान कृष्णले पनि आज आफ्नो परमागतिलाई प्राप्त गर्नुभयो।